सबैलाई गुड मर्निङ स्वागत छ मेरो फेरि पनि एउटा नयाँ भ्लगमा र अहिले पनि फिलहाल म घरबाट निस्किनु लागेको र आज पनि फिलहाल पानी परिरहेको छ। गाडीहरू पानी झरीमा पनि हल्का धोएर सर्भिस गाडी हो धुनै पर्यो अब के गर्नु है। अन्त पानी झरीमा पनि हल्का फुल्का धोएर चाहिँ अलिअलि टल्काएर अब लाग्न लागेको है। आजको भ्लग के कस्तो हुन्छ, पानी झरीमा सायद मान्छे त नहोला तैपनि जानु नै पर्ने काम छ। कतिवटा कामहरूले गर्दाखेरि कतिवटा सरसामानहरू ल्याइदिनु नै पर्ने हुन्छ, आवश्यक सामग्रीहरू। त्यही भएर अहिले निस्किन लागेको है। आजको ब्लग के कस्तो हुन्छ हेरेर प्रतिक्रिया राख्नु होला। राम्रो लागेमा लाइक सेयर एन्ड कमेन्ट गरेर थप हौसला प्रदान गर्नुहोला भन्दै अहिलेको लागि पनि यो भ्लगलाई अगाडि बढाउँदैछु। अहिले बसन्त ऋतु चाहिँ लागेको रहेछ, फुलहरू फुलेको हेर्न सक्नुहुन्छ ढकमक्क। कोही लागेछ पनि पानी र घाम पानी भेटेर होला। अनि मकै पनि हाम्रो गाउँतिर चाहिँ यत्रो यत्रो भइसक्यो। अनि साग मकैको ड्याङभित्र बर्खे साग। हेलो हेलो अहिले चाहिँ पानी परेर बाटो एकदमै चिप्लो भएको छ यहाँ। त्यही भएर लो फोरिल टक्क तानेर हिँडेको। अनि राम्रो क्लियरिटी पनि देखेको छैन, सिसामा हल्का हुस्ते जामेको जस्तो छ। अहिले म फिलहाल भने चाहिँ माथिल्लो गाउँतिर गुम्बा गाउँपट्टि लागेँ र बाटो चाहिँ यस्तै छ। अनि यहाँ चाहिँ चट्टै चियापत्ती बगान पानीले भेटेर हरियो भएको अवस्था। अब यहाँबाट टक्कै नस्पति गाउँ, फेरि नस्पति गाउँबाट चाहिँ टक्कै युटर्न मारेर चाहिँ सेल्पुतर्फ प्रस्थान गर्नुपर्छ। फिलहाल नस्पति गाउँ पुगेँ र यहाँबाट चाहिँ आज कुछ ऐसा भ्यू देखने को मिल रहे हैं। भ्यू चाहिँ त्यति खास देखिएको छैन र पनि राम्रो छ। नस्पति एकदमै हरियो देख्नु सबको मकै बारीमा मकै उम्रेको अवस्था छ। बोजू चाहिँ आउँदो रहेछ, बोजूलाई चाहिँ हल्का जिस्काएर म चाहिँ रिएक्सन लिन्छु है। हौ बोजू, यस्तो जवानीमा पनि लट्ठी टेकेर कता पो हिँड्यो हौ? लट्ठी टेकेर कता हिँड्दैछ? पानी त परेकै छैन त, छाता पडिरहेको छ त। आउँछु र अहिले भने सेल्फ आइपुगेँ र आज चाहिँ डाउनलोड पनि भएको छ मेरो। डाउनलोडमा चाहिँ घरकै पुरानो सामग्रीहरू यता इधर उधर छ। अनि मान्छे यहाँबाट दुईजनाको चाहिँ व्यवस्था हुँदैछ। अनि यहाँ नितेश ब्रोको घरमा अहिले। अन्त के छ हालखबर? नमस्ते, गुड मर्निङ सबैलाई। के भन्न चाहनुहुन्छ यस्तो भ्लग हेर्दै गर्ने हाम्रो? आज हाम्रो किशोर साथीको भ्लगलाई जसले पनि हेरिरहनु भएको छ उसलाई जतिभन्दा जति सपोर्ट गर्नुहोस्, लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस्। र आजको वेदरमा अपडेट गर्दा चाहिँ पानी बिहानदेखिको परेको छ र तपाईँहरू सबैजना एकदमै केयरफुल्ली जानुहोस् होइन। बाटोघाटोमा केही प्रब्लमहरू हुनु सक्छ। मेरो यहाँ दुईजना आजको सेफ राइड भन्न चाहन्छु। आज पेसेन्जरहरू सेफ ड्राइभ। अहिले फिलहाल हामी सेल्पो बजार पुग्न लाग्यो र आज धेरै मौसम चाहिँ पानी झरीको छ, चिसो चिसो। अनि तपाईँहरू पनि गाडी चलाउँदै हुनुहुन्छ भने एकदम सावधानीपूर्वक चलाउनु होला, बिस्तारै। किनकि यस्तो बेलामा चाहिँ ब्रेक गर्दाखेरि अलिकति चिप्लेर जाने, अलिकति टायर घुम्ने, गाडीले अलिकति नियन्त्रण हराउला जस्तो हुन्छ। त्यही भएर अलिकति सावधानीपूर्वक यस्तो दिनमा चाहिँ बिस्तारै नै हिँडेको राम्रो जति सक्दो। रोलोक अप्पर रोलोक भएर चाहिँ छमलको बाटो जाँदैछु। यता हामी लकडाँडाबाट चाहिँ उकालो आउने आएर यता यो माथि छमेल फाटक, छमेलदेखि अलिक माथि निस्किन्छ रोलोक पार भएर। यता अब टक्कै छमेल फाटक यहाँबाट निस्किन्छ। अब यहाँबाट चाहिँ छमेल घर छ। यहाँबाट दाहिने गयो भने सेल्पु, देब्रे गयो भने छमेल। हजुर
अहिले चाहिँ हामी यहाँनिर यस्तो छ छमेलको बाटो जाँदैछु र छमेलको बाटो हजुरहरू आउनुपर्छ भने रोडको कन्डिसन चाहिँ यस्तै छ। लोड गाडी लिएर चाहिँ नआउनु होला, खाली गाडीहरू त गइहाल्छ। पिकअपहरू यता 4 व्हिल गाडीहरू पनि कुदिहाल्छ दुःख सुख ठिकै लोड बोकेर। बेसी लोड छ भने चाहिँ लाटपन्चरकै बाटोमा जानु होला भन्न चाहन्छु मेरो तर्फबाट। यस्तै छ जङ्गलहरू। यो चाहिँ ट्याक्क भन्नुपर्दा फेरि छमेल फरेस्ट बस्ती आइपुग्यो र यहाँ चाहिँ मकै र सिमीको कम्बिनेसन रहेछ। यो छमेलको गुम्बा हो। यता चाहिँ यस्तै छ। पहिलाभन्दा धेरै परिवर्तन भइसकेको छ। बाटोहरू पनि राम्रो छ, सिमेन्टेड। त्यो चाहिँ ट्याक्क भन्नुपर्दा फेरि छमेल फरेस्ट बस्ती आइपुग्यो र यहाँ चाहिँ मकै र सिमीको कम्बिनेसन रहेछ। यो छमेलको गुम्बा हो। यता चाहिँ यस्तै छ। पहिलाभन्दा धेरै परिवर्तन भइसकेको छ। बाटोहरू पनि राम्रो छ, सिमेन्टेड। यहाँको यो स्कुल हो, प्राथमिक पाठशाला होला सायद, शिशु शिक्षा केन्द्र रहेछ। अहिले चाहिँ हामी छमेलदेखि मुनि पुगे र गाडी आउँदैछ अगाडिबाट 2-3 यहाँनिर चाहिँ अहिले पार्क बनाएको छ फरेस्ट डिपार्टमेन्टको। यहाँनिर टुरिस्टहरू जो बोटिङ गर्नु आउँछ यहाँनिर एकदमै भिड लाग्छ। अनि सायद टुरिस्ट भेहिकलहरूलाई जो बोर्डिङ गर्नु आउँछ यहाँनिर केही 20 रुपियाँ गरेर एन्ट्री पनि लिँदो रहेछ। यस्तो छ जङ्गल। अनि ट्याक्कै कर्मठको पहिरो पुग्यो ठ्याक्कैसँगले र यहाँ चाहिँ यस्तै छ बाटो, हल्का घाचक घुचुक परेको। यो पहिरोको अस्ति भन्दा चाहिँ तै पनि अथवाई बनाएको छ। कान्दुङ फरेस्ट बस्ती यता यस्तो छ। यता बारीतिर यस्तो भ्यू छ। यहाँ चाहिँ हलब्लकहरू थुपारेको रहेछ। रिपेयरिङ कम्प्लिट भइसकेको छ। वालको काम चाहिँ अब योपालि ठेक्छ कि ठेक्दैन। एसआइटीको अहिले हामी भित्र छु। मन्डीमा चाहिँ हिलो यस्तो छ। हिलो चाहिँ ड्राइभरी काम चाहिँ सजिलो छैन है, यस्तै हिलोमा हिँड्नुपर्छ नि। लगभग यस्तै खालको लोडहरू छ। लोड पनि भइसक्यो र आजको भ्लगलाई चाहिँ म यहीँ इन गर्ने कोसिस गर्छु। आज मान्छे छैन, 2 जना मात्रै छ। साह्रै ढिलो पनि भइसक्यो। सिलगढीमा रात परिहाल्यो आज। के गर्दा सिमेन्ट लोड छ लगभग 15 बोरा। यता सब्जीहरू छ हल्का फुल्का, अनि चामल छ 6-7 बेग, च्यादर 2 बन्डल। अहिले भने चाहिँ हामी ट्याक्कै सेती पुल छेउतिर आइपुगेको छु कालझोडाको। अनि बिरिकै भएर जानुपर्ने अवस्था भएकोले गर्दाखेरि चाहिँ यहाँनिर पर्खेर भए पनि बिरिकै बाटो जानुपर्ने छ। त्यही भएर यहाँ बसिरहेको छु। गाडीको तात देख्नु हुँदै होला, उताबाट आउने गाडीहरू हो। जाम चाहिँ यस्तो छ डरलाग्दो। अहिले हामी सेती पुल बल्ल 1.5 घन्टा जस्तो बसेर पार भयो। एकदमै डरलाग्दो जाम। यसरी अझै रङ साइडबाट ओभरटेक गरेर आउनेहरूले एकदमै धेरै जाम लाउँछ।